हेलो नमस्ते सबैजनालाई। आज हामी कहाँ छौँ थाहा छ? आज हामी इवाकिसी भन्ने ठाउँको ओनाहामाको एउटा टावर भन्छ, हामी त्यो टावरमा आइपुगेको छौँ। यहाँ टावरमा चाहिँ त्यो टावरको छेउछाउतिर चाहिँ हेर्न सक्नुहुन्छ पुरै के अरे जापानको राष्ट्रिय फुल साकुराले पुरै भरि भराउँछ होइन। साकुरा नि फेरि अब रातो नि हुन्छ, तर हामी आएको ठाउँमा चाहिँ सेतो मात्र छ, तर एकदम बवाल छ है, बवाल। ल तपाईँहरूले देख्न सक्नुहुन्छ, म देखाउन गइरहेको छु। यस्तो बवाल छ, यस्तो बवाल। तपाईँहरू यहाँ आयो भने होइन, फोटो नखिची तपाईँहरू जाँदै जानुहुन्न, यति कुराको चाहिँ मैले ग्यारेन्टी दिन्छु। यस्तो बवाल छ, टावर पनि यस्तो बवाल देख्छ कि आएपछि होइन, यहीँ एक दुई घन्टा हराएको पत्तै पाइँदैन। अनि त्यता चाहिँ साथी छ होइन, साथीले चाहिँ एकदम धेरै फोटो खिच्न मन लाग्ने के अब हल्का फल्का गफ दिइरहेको नि। ल हेर्न सक्नुहुन्छ साकुरा फुल है। अब म त खासै राम्रो छैन, त्यही पनि अब भिडियो बनाउन मन लाग्छ, के गर्ने। भिडियो बनाइरहेको छु है मैले, अब युट्युबमा जान्छ हाम्रो यो भिडियो।